यहाँनिर ल ल दिदी 1 2 3 गर्दैछ तेरो पिछवाडीमा पानी त छैन ल यसको कानमा पस्यो अरे कान सफा गर्छ आफै निस्किन्छ अनि यता त खेलेको कि सफा गरेको ओ खुसी सफा न सफा छ त नि हैन कोले त फेरि दलिन्छ ए ढुक्क मम्मी भन्दै गरेछ फोन मेरो खत्तम आँखामा पर्ने हो कि फेरि खत्तम खै यहाँ लगाऊ यहाँ ए छोराले त पानी पनि पो थपिदिँदो रहेछ आन्ते आवाज मलाई ए साइड लाग है गाडी आयो ओली ओली भागेको हेर्नु नि यहाँ ठुलो मान्छे ए गाडी आउँदैछ ओली ओली भन न होली भन्दै छोरा होली खै लगाइदेऊ यहाँ साथीलाई लगाइदेऊ ल लगाइदेऊ आम्मामा भुर्ला भुर्लीहरू पो क्या भयो लगाइदे ऊ किस्मा दे मलाई लगाइदे हान्दे ल अब चाहिँ भयो है ओ त्यसरी नाना आँखातिर लाग्छ आम्मामा के हो यस्तो फुच्चेले त मलाई ताकेर यहाँ हेर्नु न दिदी केले मलाई ताकिरहेछ क्या ओ नानी यता सुभाङ झन्डै बेटा यो आज भाइ अरे भाइ फोन उयो हुन्छ नगर त नानी म उयो गर्दैछु नखरी कुरीलाई त के साह्रो खेद्दै गर्छ त आमा छोरा छोरी सबै अरे सन्तानै मिलेर के हो यस्तो साह्रो हो आम्मामा आयो हङ चाहिँ यत्रोमा तिम्रो पोरको ब्याग निकाल्नु पर्दैन नानीहरू गाडीले लाग्छ ओइ रोडमा आएन टेम्पो आयो साइड लाग उता साइड लाग ओइ नानीहरू आइसमा साइड यो मिस्टेक त लु जाऊ यहीँ हानिसकेर चाहिँ के गर्छौ लु जाऊ उयोले हान्छ है उयोले गाडीले हान्छ आयो गाडी आयो साइड लाग आयो लोला बनाऊ तिमीहरू
दिदी कहाँ खेल नुहाउनु पाइन्छ अब यहाँ आउनु आम्मा माथि त सानो सानो बोकेर आउँदैछ अरे त ओइ फोन भित्र त्यसो नगर ओ अर्को फेरि फोन सोन उडाइदिन्छ होला यिनीहरूले फेरि हो खै यता को ओइ त्यसरी नान त यो केटाहरू त ल बल्ल ठिक भएछ ल के गरेको यस्तो ल लास्ट एकचोटि हरियो भयो कि रातो बनाइदिउँ ओ यो केटाहरू त यस्तरी खेल्छ र त नि कहाँ गयो हाम्रो आयुहरू ओइ चौरीमा चाहिँ खेल्नु पर्छ होला चौरीमा ल एउटा बाल्टी नै बोकेर आउँदैछ फेरि खत्तम आउमा म ठुलो कि सानो छ म के हो यो साइजको छ त अनि